went rogue Old Town first. We took loads of के थियो यता हल्का डिस्को थिम टाइपको डिस्कोथेक टाइपको थिम थियो हरेक दिन एभ्री डे हरेक दिन एभ्री डे हरेक दिन I mean, धेरै राम्रो थियो. Like पहिलो दिन धेरै what's the word? It was really hot. तर आज hot अनि windy पनि छ. तो चलिए शुरू करते हैं। डिनर एकदमै मिठो थियो अनि त्यसपछि हामीले त्यो डान्स प्रोग्रामहरू के थियो त्यो हेऱ्यौँ अनि यो चाहिँ स्विमिङ पुल हो हरेक घरको अगाडि स्विमिङ पुल छ क्या Shops. There's a supermarket over there, and then there's loads of other like एउटा ग्लिम्स हाम्रो रुमको दिन गइरहेको छु 4000 यसरी खुड्किला चढेर जाने बित्तिकै ल पर्खाले भनेको यो ढुङ्गाकै घर रहेछ यता स्लिपरदेखि लिएर यो सेफ्टी म जस्तो टोपी लगाएका त 10औं जना देखिन्छन् कि ल हेर्नु यो पोइन्टलाई सनसेट पोइन्ट पनि भन्दो रहेछ यहाँ धेरै जसो पर्यटकहरू छन् पनि रहेछ ल वेलकम 1 सनबेड एन्ड अम्ब्रेला €5 ओल्ड डे थ्याङ्क यू भनेछ यस्तो सन एउटा पब हो जुन ठाउँमा हामीले बेसिकली दिस होटल इज एब्सोल्युटली क्यूब विथ फर द फ्यामिली यसरी ग्रिसको झन्डामाथि फरफराइरहेको छ सिपहरू डकयार्ड पनि रहेछ यहाँ ठुल्ठुला सिपहरू यति सफा पानी त मैले अहिलेसम्म देखेको थिएन यहाँ क्लियर क्रिस्टल क्लियर छ सबै ढुङ्गासँग माथि निलो आकाश र तल निलो खोज गरेर पढ्नुहोस् यही हो यताको इतिहास इन्क्रेडिबल नमस्कार फेरि पनि यो 15वटा झन्डा भएको रोडोस प्यालेस होटल हो यही होटलमा हामी नेक्स्ट 7 डेजको लागि हाम्रो यतै नै बसोबास हुनेछ यही नै हाम्रो एकोमोडेसन हुनेछ यो रोड्सको पहिलो सुनेअनुसार रोड्स भन्ने ठाउँको पहिलो 5 स्टार होटल पनि हो अनि ल हेर्नु यतातिर यो 17 मालाको बिल्डिङ हो अनि यस्तो छ हामी यतै बस्दैछौँ यो डाइनिङ रहेछ यहाँहरूको पछि सोद्धाखेरि थाहा भयो रोडोस प्यालेस यो ठ्याक्कै 5 स्टार होटल जस्तो ट्याक्सीहरू आउने ड्रप गर्ने हुन्छ नि यसरी ड्रप गर्दो रहेछ नमस्कार फेरि पनि स्वागत छ बिआरबी सङ्गीत च्यानलमा यहाँलाई हामी बस्ने होटलको नाइट लाइफको बार देखाउँदैछु हेर्नु न कस्तो लाग्छ यताबाट गएर हेर्नुहोस् है त यता बार छ यता स्विमिङ पुल छ हेर्नु स्विमिङ पुल नभनौँ यसलाई पानीहरू जमाएर राखेको छैन उसले आई थिङ्क बच्चाहरूको लागि बिराला फेरि हेर्नु यहाँ ठाउँमा बिरालाहरू छन् कि ल हेर्नु यो हाम्रो एकोमोडेसन हुँदाखेरि होटल हो जहाँ हामी बसिरहेको छौँ यस्तो छ वरिपरि यो माथिसम्म 17 मालाको स्क्रापर बिल्डिङ हो यहाँ मेरो फ्यामिलीहरू बसिरहेको छन् यस्तो छ लाइफ श्रीमतीजी के छ कस्तो भइरहेछ डिनर भयो त छोरी खाना खायो Yeah, we went rogue Old Town first. We took loads of pictures, and then we just had dinner, and now we're just relaxing. That's good. छोरा धेरै राम्रो भयो बिच भिजिट गर्नुभयो स्विमिङ गर्नुभयो आज धेरै रमाइलो भयो भेरी गुड खतरा आनन्द नेपाली यो रोडोस प्यालेस होटलको अलाकाट पब हो 3टा पबहरू छ 4वटा छ टोटल पब 3टा एउटा डिनर रुम भएको कम्प्लिमेन्ट्री ड्रिङ्क्स हो अर्को 2टा छ जहाँ जुन ठाउँमा कम्प्लिमेन्ट्री ड्रिङ्क पाउँछ तपाईँहरूले जति खाए पनि जति पिए पनि त्यहाँ पैसा लाग्दैन म चाहिँ गल्तीले यता छिरेछु अब बियर मागिहालेँ पैसा सोध्दैछ क्या अब दिनै पऱ्यो पैसा त्यही भएर
€6.80 चार्ज गरेछ मलाई त्यही ठाउँको। तर यो आलाकट रेस्टुरेन्ट ब्युटिफुल छ होइन। म हजुरलाई क्विकली देखाउन चाहन्छु। जस्ट ह्याभ अ लुक एराउन्ड। रातिको माहौल हेर्नु है त, यस्तो छ यो मतलब। अविस्मरणीय, बिर्सिनै नसक्ने खालको सिनेरी छ क्या यता। छोरा कस्तो लाग्यो त यो आजको अर्बन नाइट? अनि के थियो यता? हल्का डिस्कोथेक टाइपको थिम थियो। कस्तो लाग्यो? कति रमाइलो भयो? खाना खाएर भर्खर फर्केपछि त्यता पसेका हौँ हामी। कस्तो लाग्यो त? खाना आज धेरै राम्रो भयो, धेरै टेस्टी छ। आज रातको एक्टिभिटी ठिकै छ, तर मलाई त्यति मन लागेन। होटल पनि धेरै राम्रो छ, वेदर पनि राम्रो, सबै मलाई मन लाग्यो। अनि अरू यो प्रोग्राम कस्तो थियो त आज? यहाँको सिनेरी कस्तो छ? मौसम कस्तो छ? हावा कतिको चलिरहेछ त? सिनरी त एकदम ब्युटिफुल छ। अनि आजको इभेन्ट मलाई धेरै मन लागेन, तर ठिक छ। अनि वेदर पनि विन्डी अनि धेरै गर्मी छ। कति डिग्री छ त टेम्परेचर? 25 डिग्री, मेबी 30। हुन्छ, थ्याङ्क यू। एकदमै हरेक दिन एभ्री डे अरे कहना क्या चाहते हो? अलग अलग प्रकारको प्रोग्राम हुँदो रहेछ। कहिलेकाहीँ अरबिक, कहिलेकाहीँ इङ्ग्लिस, कहिलेकाहीँ अर्बन, कहिलेकाहीँ केही न केही प्रोग्राम भइरहेको हुन्छ। एक्रोबेटिङदेखि लिएर सबै खालको प्रोग्राम भइरहेको हुन्छ। आज अर्बन रहेछ, धेरै राम्रो खालको एक्रोबेटिक डान्सहरू रहेछ यता। त्यो डान्सहरू देख्दा एकदमै रमाइलो त लाग्यो, तर हो हल्ला धेरै छ। अनि ड्रिङ्कमा पनि लाइन एकदमै लाग्नुपर्ने। तर ठिकै छ, हामी लगभग आधी घन्टाको पर्खाइपछि हामी फर्क्यौँ। अब फर्किसकेपछि अब यहाँको प्रतिक्रिया, थ्याङ्क यू, प्रतिक्रिया दिएर हामी यहाँ भन्ने छौँ। ल यिनी मेरो छोरी हो। ल छोरी, कस्तो लाग्यो आजको प्रतिक्रिया प्रोग्राम? ल आजको ओभरनाइट धेरै राम्रो थियो, डान्सिङ पनि। तर अलिकति क्युमा मान्छे भएर त्यो छेक्यो अलिकति, बट इट वाज स्टिल रियली फन। अलिकति जुस पनि खाएँ, ओरेन्ज जुस, म्याङ्गो जुस। या लाइटिङ पनि धेरै राम्रो थियो। अनि जुस किन्न पऱ्यो त एकदमै कुर्नु पऱ्यो नि होइन? अलिकति लाइन लङ थियो, तर लाइक इट वाज 5-10 मिनट वेट। हामी जुन ठाउँमा उभिरहेको छौँ त्यसको सिन कस्तो लागिरहेको? धेरै राम्रो थियो। लाइक पहिलो दिन धेरै what's the word, it was really hot, तर आज hot अनि windy पनि छ. It's very nice, relaxing, you know. थ्याङ्क यू छोरी। Welcome. फेरि पनि आजको प्रतिक्रिया हाम्रो श्रीमतीज्यूले दिनुहुनेछ। तो चलिए शुरू करते हैं। डिनर एकदमै मिठो थियो। अनि त्यसपछि हामीले त्यो डान्स प्रोग्रामहरू के थियो त्यो हेऱ्यौँ। अनि अलि त्यो ड्रिङ्क्समा अलिकति लामो लाइन रहेछ, त्यो पनि त्यो लामो लाइन लागेर पनि ड्रिङ्क्स खायौँ अलिअलि। अनि त्यस पछाडि अहिले हामी यसो बाहिर निस्क्यो, कस्तो राम्रो हावा चलिरहेको रहेछ। अनि यहाँनिर लबुडा सुट गरौँ न भनेर हामीले अलिअलि सुट गरेको। यहाँनिर एकदमै राम्रो हावा शीतल भइरहेछ। अनि यो हरेक रुमको अगाडि एउटा सानो सानो स्विमिङ पुल रहेछ, एकदमै रमाइलो छ। ठाउँ पनि एकदमै राम्रो देखिँदो रहेछ राति। अनि त्यही भएको कारणले बुढालाई मैले सुट गरौँ भनेर अनि सुट गरेको। यो जस्ट राम्रो देखिनको लागि मात्रै बनाएको होला। यो चाहिँ सानो सानो, यो चाहिँ स्विमिङ पुल हो। हरेक घरको अगाडि स्विमिङ पुल छ क्या। रातिको 10:17 भइसक्यो, मान्छे हिँडिरहेका छन् यताउति। लाइट झलिमली बलिरहेको छ, हावा चलिरहेको छ, प्लेन उडिरहेको छ माथि। अनि कस्तो रमाइलो छ ठाउँ, धेरै रमाइलो।
It's really nice here as well. There's like loads of mini shops. There's a supermarket over there, and then there's loads of other like, you know, like essential shops like sun cream, food and stuff. And it's really good because you don't have to walk ages away to go and get food. It's just nearby. I mean, it's a bit expensive, but you know, it's fine. जनरल किराना पसल भन्नु पर्यो हामीलाई बचाउने यही नै हो भोक लाग्यो भने राति 11-12 बजे भोक लाग्यो भने चिप्स नुडल्स म्यागीदेखि लिएर सबै यता हो अनि यो हाम्रो घर जाने बाटो हो उकालो चढ्दैछौँ हामी नरियलको रुख जस्तो लाग्ने के रहेछ यो नरियलले रहेछ अनि मैले रिडिङ क्लास लगाएको छु हिँड्दा हिँड्दा ढल्ला जस्तो भयो हिँड्दा हिँड्दा ढल्ला जस्तो भयो जाने बाटो हो अलि उकालो छ अब चढ्छु यता हिजो मैले किनेको 52वटा खुड्किला रहेछ नमस्कार फेरि पनि बिआरबी सङ्गीत च्यानलमा यहाँहरूलाई स्वागत छ एउटा ग्लिम्स हाम्रो रुमको दिन गइरहेको छु 4102 रुम नम्बर रहेछ हाम्रो अनि यता गयो यसरी यो पुरा गार्डनै गार्डन यिनीहरूको प्राइभेट गार्डन हो यिनीहरूले बनाएको हातले बनाएको गार्डन हो यो दुईटै रुम हाम्रो हो यो पनि हाम्रो अनि यो पनि हाम्रो हो छोरो छ भित्र अनि यसरी खुड्किला चढेर जाने बित्तिकै ल पर्खाले पर्खाले भनेको यो ढुङ्गाकै घर रहेछ यता युरोपमा धेरै गयो तर धेरै जस्तो ठाउँमा घर ढुङ्गाको नै देखियो यो घर हो हाम्रो होइन होटेल हो हाम्रो अनि यस्तो छ यसको कार्यक्रम यहाँ छिर्ने बित्तिकै यता कार्ड हाल्यो भने यो त सबै होटलको सिस्टम थियो यता कार्ड हाल्यो भने लाइटहरू जल्दो रहेछ अनि लाइटहरू यता के हो यो टेलिभिजन हो कति छ यो 55 इन्चको होला यो म भए डाइरेक्टर साहब विथ टोपी एन्ड देन यो किङ साइज बेड रहेछ अनि म्यासिभ बेड रहेछ यता अनि साइडमा रुम सर्भिस रिसेप्सन टेलिफोन फोन गर्नु पऱ्यो भने फ्री रहेछ फोन यता यो लाइट जल्छ कि जल्दैन यता स्लिपरदेखि लिएर यो सेफ तिजोरी हो यसमा आफ्नो कोड नम्बर हाल्ने बित्तिकै सबै चिज सेफ रहन्छ यो कसैले उठाउन सक्दैन यो एकदमै हेभी हुन्छ यो भित्तासँग नै टाँसेको हुन्छ एउटा अचम्मको कुरा देखाउँछु म हजुरहरूलाई के छ भनेपछि ल यता उभियो भने अब हेर्नु है त कसै देख्नुहुन्छ देख्नुहुन्न त्यो मलाई थाहा भएन म जस्तो टोपी लगाएका त 10औं जना देखिन्छन् कि ल हेर्नु यो चाहिँ अचम्म छ कि यो निलो देखिने समुद्र र समुद्रको ठ्याक्कै माथि विराजमान भइरहनुभएका सूर्यनारायण एकैछिनमा अस्ताउनु हुनेछ यो 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 पोइन्टलाई सनसेट पोइन्ट पनि भन्दो रहेछ यहाँ धेरै जसो पर्यटकहरू सनसेट पोइन्टको लागि आउँदा रहेछन् म प्रतीक्षा गर्दैछु सनसेटको अहिलेसम्म सनसेट भइसकेको छैन पटक्कै विश्राम नलिकनै कन्टिन्यू छाल हानेको छ हाम्रो मनलाई प्रफुल्लित बनाएकै छ हेरिरहँ जस्तो लाग्ने बसिरहँ जस्तो लाग्ने नियालिरहँ जस्तो लाग्ने अनि के शब्दहरू छन् मलाई धेरै आउँदैनन् जे जसो आफै मिलाएर बुझ्नु होला थ्याङ्क यू भेरी मच
जे नहीं निभ सकती ता साफ चाड़ा से चुप करण दी केड़ी लोड़ ते मैं जनो करे हाँ तेरा जिंद जीवे मैं तू डरण दी केड़ी लोड़ पनि रहेछ ल वेलकम 1 सनबेड एन्ड अम्ब्रेला €5 ओल्ड डे थ्याङ्क यू भनेछ। यस्ता सनबेडहरू रहेछन्। अहिले त साँझ परिसकेको छ, सबै अम्ब्रेलाहरू बन्द छन्, क्लोज छन्। दिउँसो यो अम्ब्रेलाहरू खोलेको बेलामा, छाताहरू खोलेको बेलामा एकदमै रमाइलो देखिँदो रहेछ यो बिच। अनि €5 ओल्ड डे चिपै रहेछ। त अर्को ठाउँमा हामी गएका €20 पर डे भने फेसिलिटी के थियो हामीलाई थाहा भएन, तर हामीले त्यहाँ छोराले जेट स्की गर्दाखेरि हामीलाई सनबेड चाहिँ 4वटा सनबेड फ्री दिएको थियो हामीलाई। हामी धेरै चाहिँ बसिएको सनबेडमा। सनबेड इज नट मेन्ट फर अस। हामीलाई ट्यान हुनु पर्दैन, हामी अलरेडी ट्यान छौँ अनि हामीलाई ट्यान चाहिँ हुनु पर्दैन, त्यही भएर हामीले खासै त्यति बेर युज गरेन। ल कस्तो गोरो उज्यालो देखिरहेको छ त मेरो अनुहार त। ल समुद्रको बिचमा यो अन्डरग्राउन्ड रहेछ रोडको तलबाट। अनि जिब्रा क्रसिङ केही पनि चढ्नु के भन्छ पर्दैन, सिधा अन्डरग्राउन्डबाट रोडको वरिपरि दिएको रहेछ। अनि यसरी सजिलो रोड क्रस गर्न पनि यस्तो बिजी रोडमा राम्रो सुविधा बनाइदिएका रहेछन् यिनीहरूले, जुन राम्रो कुरा हो। फेरि यहाँ यस्तो ढुङ्गाले भनेको यस्तो के भन्छ यो न के बनाउँछन् यस्तो राम्रो। ये भाई लोग ये कॉम्प्लीमेंट्री बियर है ये हमारे भाई है मुंबई के। आप भी ब्लॉग करना चालू कर दिए? अरे ब्लॉग नहीं है, ऐसा ही याद के लिए। हाँ ब्लॉग जैसा ही है, लेकिन ट्राई कर रहा हूँ फर्स्ट। कैसा रहे फिर सफ़र इधर का? ठीक है ना? तो ठीक ठाक है। डेफिनेटली होना चाहिए भाइ। हाम्रो बुढाबुढीको साँझ जस्तो छ यता। यो एउटा पब हो जुन ठाउँमा हामीले जुन बुकिङ गरे अनुसार सबै ड्रिङ्क्स कम्प्लिमेन्ट्री हुन्छ। यता कम्प्लिमेन्ट्री ड्रिङ्क्समा यस्तो 3टा बारहरू छन्। यो अन्डरग्राउन्ड बार हो, एउटा माथिल्लो तलामा छ। अनि त्यहाँ एन्टरटेनमेन्टहरू धेरै जस्तो एन्टरटेनमेन्टहरू लाइभ सिङ्गिङ सोहरू उतै भइरहेको हुन्छ। त्यसपछि हामी त्यता नै जाँदैछौँ। बुढीले बियर मगाएको, बुढीले खानु भएन, बुढीले खाएनन्। अब म बुढीको पनि आफ्नो पनि एक्लै खाइदिन्छु। Basically, this hotel is absolutely cute for the family. अनि हरेक किसिमको एक्टिभिटी छ यता। हरेक फ्यामिलीले यहाँ बसेर जे पनि गर्न सकिन्छ। हेर्नु न, उता गेमहरू छ, पुलहरू खेल्ने ठाउँ छ, अनि सानो सानो बाबु नानीकाहरूलाई स्लाइडरहरू छ, अनि भलिबल थ्रो छ, अनि लेजर गेमहरू छ, अनि के छ स्टेक बोर्ड, अनि फुटबल, धेरै जस्तो चिजहरू छ हो यता। नानी बालबालिकाहरूलाई टाइम पास हुनुलाई धेरै छ, बोर हुँदैन तिनीहरू।
के रहेछ त यार त्यसको इतिहास अलि बुझ्या भए हुन्थ्यो ग्रिक भाषामा देखिने त्यो खासै कुरो बुझ्यो तर हेर्नुहोस् मन प्रफुल्ल हुने ठाउँ छ एकदम मन प्रसङ्ग हुन्छ यो कुनै इजिप्टको झन्डा लाग्यो सरी ग्रिसको झन्डामाथि फरफराइरहेको छ खासै थाहा भएन यो तल यस्तै छ कि यो फेरि सबै त्यो ब्रिटेनमा पुराना राजाहरूले घोडाहरू पाल्ने तबेलाहरू भएको ठाउँ यस्तै हुन्थ्यो तर यसो हेर्दा तबेला जस्तो त देखिँदैन यो तबेला त होइन पक्का पनि समथिङ केही हो इन्फर्मेसन भएन मसँग म हेर्छु चाहे म यो ओल्ड टाउनको अर्को भागको रहेछ उतातिर हार्बरतिर सुटिङ गर्नमा डर लाग्छ कसैलाई आएर क्यामेरा खोज्यो भने खतम छ भन्दा सुटिङ गर्छ सिपहरू डकयार्ड पनि रहेछ यहाँ ठुल्ठुला सिपहरू रोकिँदो रहेछ यति सफा पानी त मैले अहिलेसम्म देखेको थिएन यार यति सफा रहेछ पानी क्लियर क्रिस्टल क्लियर छ सबै ढुङ्गासँग सबै देखिन्छ त्यसलाई ढुङ्गादेखि लिएर माटो बालुवा तर ओहो हिस्सी परेको बालुवा रहेछ खुट्टा झ्यापे गइगयो नि यति क्लियर छ कि निलो माथि निलो आकाश र तल निलो पानी बाहेक केही पनि देखिँदैन यो ठाउँमा यो समुद्रको छेउमा ढुङ्गा भएको ठाउँ हो यो यस्तो मुम्बईमा ब्यान्ड स्ट्यान्ड भन्ने एउटा ठाउँ छ एक्ज्याक्टली सेम रहेछ त्यो तल जस्तो गाँठो परेको छ तल चाहिँ एउटा होइन नि यहाँ त हजारौँ छन् नि हजारौँको तादाद छ यो सबै ताला हो यो समुद्रमाथि यस्तो किसिमको ढुङ्गा राखेर सेभनियर सप हो यहाँ अलि एन्टिक आइटमहरू पाउँछ मान्छेहरू चढेर बोटमै चढेर सपिङ रहेछ नि त शङ्खु जस्तो पनि स्नेल कलेक्सन भन्ने ठाउँ हो नि त यो त फलाम जस्तो देखिने मान्छे पुरानो ग्रिसको सोल्जर होला पोज गरेर पढ्नुहोस् यही हो यताको इतिहास इन्क्रेडिबल अर्को कुरा यहाँहरूलाई तुरन्तै भनिहाल्छु यो कन्ट्रीमा यो आइल्यान्डमा बिरालाहरू धेरै रहेछ ठाउँ ठाउँमा बिरालाहरू देखियो सुतेको बिरालाहरूको तस्बिर मसँग छैन तर हेर्दाखेरि हरेक बाटोमा बिरालोको लागि खाना राखिदिएको हुँदो रहेछ त्यस्तो यो बिरालाको खाना होला प्लास्टिकको थैलीमाथि बिरालाको लागि खाना यस्तो राखिदिएको रहेछ कति दयालु मनका मान्छे हुन्थ्यो होइन